के तपाईलाई थाहा छ TNG e-wallet रेमिट्यान्स मार्फत नेपाल पैसा पठाउन सक्नुहुन्छ। स्टेप 1 ट्रान्सफर बटन ट्याप गर्नुहोस्। स्टेप 2 ओभरसिज ट्याप गर्नुहोस्। स्टेप 3 टिक बक्समा टिक गर्नुहोस् र आई अग्री मा ट्याप गर्नुहोस्। स्टेप 4 देश नेपाल चुज गर्नुहोस्। त्यसपछि प्राप्त गर्ने विधिको रूपमा बैंक खाता सिलेक्ट गर्नुहोस्। त्यसपछि तपाईले पठाउन चाहनु भएको रकम राख्नुहोस्। अन्त्यमा कन्टिन्यू ट्याप गर्नुहोस्। स्टेप 5 आफ्नो विवरण भेरिफाई गर्न भेरिफाई नाउमा ट्याप गर्नुहोस्। भेरिफिकेसनका लागि आफूले प्रयोग गर्ने मलेसियन बैंक खाताको विवरण दिनुहोस्। स्टेप 6 तपाईले प्रयोग गर्ने मलेसियन बैंक सिलेक्ट गर्नुहोस्। त्यसपछि आफ्नो बैंकको खाता नम्बर राख्नुहोस्। टिक बक्समा टिक गर्नुहोस् र नेक्स्टमा ट्याप गर्नुहोस्। स्टेप 7 रकम प्राप्त गर्ने व्यक्तिको नाम र थर राख्नुहोस्। त्यसपछि रकम प्राप्त गर्ने व्यक्तिसँगको सम्बन्ध सिलेक्ट गर्नुहोस्। त्यसपछि रकममा प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर राख्नुहोस् र कन्टिन्यूमा ट्याप गर्नुहोस्। स्टेप 8 रकम पठाउने बैंकको नाम सिलेक्ट गर्नुहोस्। बैंकको खाता नम्बर भर्नुहोस्। त्यसपछि कन्टिन्यूमा ट्याप गर्नुहोस्। स्टेप 9 रकम पठाउने उद्देश्य सिलेक्ट गर्नुहोस्। त्यसपछि सोर्स अफ फन्ड सिलेक्ट गर्नुहोस्। यदि तपाईले अरु कसैको रकम पठाउँदै हुनुहुन्छ भने आई एम हेल्पिङ समवान एल्स टु सेन्ड इट सिलेक्ट गर्नुहोस्। अन्यथा आई एम द सेन्डर सिलेक्ट गर्नुहोस्। त्यसपछि कन्टिन्यूमा ट्याप गर्नुहोस्। स्टेप 10 सबै विवरण रुजु गरी आई अग्रीमा टिक लगाउनुहोस्। त्यसपछि पे मा ट्याप गर्नुहोस्। तपाईको कारोबार सफल भयो। डन मा ट्याप गर्नुहोस्। ट्रान्सफर प्रोग्रेस थाहा पाउन ट्र्याक प्रोग्रेसमा ट्याप गर्नुहोस्। कारोबार विवरण हेर्न एक्टिभिटिजमा ट्याप गर्नुहोस्। कारोबार सफल भइसकेपछि ट्रान्ज्याक्सन हिस्ट्रीमा सक्सेसफुल लेखिएको देख्नुहुनेछ। तपाईले नेपालको 52 बैंक तथा वित्तीय संस्था र ई-सेवा वालेटमा पैसा पठाउन सक्नुहुन्छ। नेपालमा पैसा पठाउन सकिने बैंक तथा वित्तीय संस्थाहरू निम्न अनुसार रहेका छन्। TNG e-wallet रेमिट्यान्स मार्फत सजिलै पैसा पठाउनुहोस्।